साथीहरु यसभन्दा अगाडि राखेको भिडियो चाहिँ मैले कटिङको राखेको थिएँ भने यो चाहिँ सिलाइको हो। राम्रोसँग हेर्न सक्नुहुन्छ र बुझेर यहाँहरुले पनि घरै बसी यो तरिकाले गर्न सक्नुहुन्छ। जसलाई अलिकति आइडिया छ यहाँहरुले अझ धेरै बुझ्न सक्नुहुन्छ र आइडिया नभएकालाई पनि यो भिडियोमा जसरी भनेको छ त्यही अनुसारै हजुरले अलि राम्ररी भिडियो हेर्नुभयो भने त्यो अनुसार यहाँहरुले गर्न सक्नुहुन्छ। म यो जुन टुक्रा मैले दुईवटा सुरुवालमा मुजा बढी राख्नको लागि छुट्याएको थिएँ त्यो दुईवटै टुक्रा राखेर सकिसकेँ र मैले अगाडि पछाडी सुरुवालका त्यो टुक्राहरूलाई जोडेर अब म फल्टीको भाग छुटाउँदै छु। जुन तीनवटा टुक्रा मैले कटिङमा देखाएको थिएँ त्यसमध्ये एउटा टुक्रा ठुलो चाहिँ राखेँ र सानोमा चाहिँ 3.25 इन्च इलास्टिकको भाग छुट्याएँ र 5 इन्च खल्ती जो हात घुसाउने भाग हुन्छ त्यो र बाँकी रहेको चाहिँ तल बन्द गरिदिएको छु। र यहाँ अब मैले पकेटको लागि दुईवटा टुक्रा मध्ये एउटा जोड्दै छु। म त्यसरी तलबाट जोड्ने गर्छु एउटा चाहिँ र अर्को म माथिबाट जोड्ने गर्छु। हेर्न सक्नुहुन्छ म जुन तलबाट जोडिरहेको भाग जोडिसकेँ र यो चाहिँ फेरि यसरी माथिबाट जोड्दै छु। म यो तरिकाले पन्जाबी सुरुवालमा राख्छु भने प्लाजोमा अर्कै तरिकाले राख्छु। म त्यो तरिका पनि यहाँलाई सिकाउने छु र म यो फल्तीलाई माथिबाट थिच्दै छु ताकि राम्रो फिनिसिङ देखिन्छ। मैले खल्तीको भाग सकिसकेँ र मैले जुन कुड्का लाउँदै छु जुन पकेटलाई मैले भित्रबाट मोडेर सिलाउने गर्छु। यो सिलाइ भाग चाहिँ भित्र हुन्छ र म बाहिरबाट सिलाइदिन्छु। म अरूले सिलाएको पनि हेर्छु। अरूहरूले चाहिँ सिलाउनुहुन्छ र बाहिरबाट इन्टरलक गरिदिनुहुन्छ। म चाहिँ गर्दिनँ। म यसरी सिलाइदिन्छु र मुखलाई 2-3 चोटि बन्द गरिदिने किनभने नफुस्कियोस् नच्यातियोस् भनेर म सिलाउने गर्छु। र यो पकेट हेर्न सक्नुहुन्छ म चारैतिर यसरी नै गर्छु। कुनैतिर म यो पकेटलाई सिलाएर सकिसकेँ। अब जुन ठुलो टुक्रा थियो